हेलो एभ्रिवान। आज मैले चाहिँ म काम गरेको अफिसको गेट खुलेको छु। हेर्नुहोस्, मेन रोड भयो, मेन रोड। गाडी आएको छैन, त्यही भएर गाडीको वेटिङमा। यो मैले गरेको अफिस हो। देखाइसक्दै छैन हो, घामले पनि क्या छेक्छ यो। आजभोलि यता छु है, म यता छु नेसनल सेन्टर है त, मैले काम गरेको ठाउँ यही हो। हाम्रो मलाई के भन्छ अरे, साउदीको रुख बिरुवा भनेको यही है, जङ्गल भन्ने के भन्ने है, यस्तै अब है। कति हो त्यहाँ तिनजना बङ्गालीहरू कुरेर बसेको छ गाडी, अनि गाडी आएन भनेर जलाउनु भएको छ। जलाउनु भएन भने रिसाएको छ। यो सबै साउदी है, हामी साउदी एरियामा छौँ। यो चाहिँ हामी गाडी आए यता त गाडी आउँछ है, गाडी आएपछि हामी यता जाने हो, सिधै यता जाने है त हामी। अनि गाडी आएको छैन भनेपछि हामीले के गर्नु पर्यो भन्दा, भ्लग बनाउँदै बस्दै के गर्ने त होइन अरू। साउदी है, साउदी हेर्नु त घाम कस्तो छ, यो केही देख्दैन हो। अहिले भर्खर चालु भएको छ गर्मी हुनलाई, अब चाहिँ कति गर्मी हुने हो त। यो साउदीको रोड है, रोड। अब नेपालमा त घच्चाक र घोचेक हुन्छ, यता त खै स्यालै हेर्नु कति चिलो छ। घरमा पनि त चिलो हुँदैन हौ नेपालमा त, तर हेर्नु यहाँ कति चिलो छ गाडी रोड।